आज चाहिँ हामी आमा छोरा लाग्यो मन्दिरतिर। ल कति भित्र बस्ने, ल जाम त नि एकछिन बाहिरतिर भनेर घर नजिकैको मन्दिरतिर गइयो। अनि मलाई मन्दिरभित्र पस्ने बित्तिकै चाहिँ फेरि घन्टी दिएपछि चाहिँ बजाउन मन लागिहाल्छ। ल छोरो बजाउन भनेको त कहाँ मान्नु र, फेरि मैले नै बजाएँ। अनि त्यसपछि ल हेरौँ न त मन्दिरभित्र पनि देखाउँछु भनेको त ला ढोकै बन्द रहेछ। अनि जाम त नि पछाडितिर घुमौँ भनेर हामी पछाडितिर लाग्यौँ घुम्नको लागि। अनि मेरो छोरो फेरि आत्तिँदैछ कि कति भिडियो बनाउनुहुन्छ के साथीहरू आइसके भनेर अगाडि अगाडि दौडिँदैछ। अनि एकछिन रोक न रोक, म भिडियो बनाइहाल्छु अनि सकेर जाम्ला भनेर म भन्दै उसलाई चाहिँ भन्दै बसेँ। नाइ के नाइ छिटो छिटो जाम म साथीहरू खेल्न आइसक्नु भयो भनेर हैरान पारिरहेछ। ल ल त जाम भनेर मान्दै नमानेर अनि म चाहिँ लागेँ उता सिँढीतिरको बाटोमा चाहिँ फेरि आत्तिँदैछ कि ऊ छिटो जाम कति भिडियो बनाउँछ भनेर अगाडि दौडेर लड्यो। के भन्नु र, कति आत्तिएको होला र। अनि हामी चाहिँ लाग्यौँ माथितिर। उसको साथीहरू पनि खेल्न आइराख्ने पार्क हो यो, आछन् कि भनेर। माथितिर लाग्दाखेरि मैले त कोही पनि देखिनँ। उसले पनि भन्यो कि ला मामु कोही पनि आउनुभयो रहेछ आज भनेर भन्यो। फेरि लाग्यो होइन तलतिर उतापट्टि जाऊँ, उतापट्टि आउनु भयो कि साथीतिर भनेर। हेर हैरान कि कहिले कता एकछिन पनि कतै नहट्दिने। उसलाई फेरि भिडियोमा देखिन मन लागेर अगाडि अगाडि आइरहेछ। अनि हामी लाग्यौँ चाहिँ यतातिर, उसको साथीहरू आछन् कि भनेर हेर्नतिर। यताबाट आएन भनेको होइन उताबाट हो कि, उताबाट मामु भन्दैछ उसले चाहिँ। अनि यहाँ कति राम्रो फुलहरू देखेर मलाई फेरि फुल चाहिँ देख्नै हुँदैन कि, भिडियो बनाउन मन लागिहाल्छ, के गर्नु र। अनि म चाहिँ लागेँ फुलहरूको भिडियोहरू बनाउनतिर। कस्तो राम्रो राम्रो फुलहरू रहेछ के साथीहरू, हेरौँ न। यस्तो देखेपछि कसैलाई पनि मन लाग्दैन त भिडियो बनाउनलाई। अनि उता पछाडि छोरोले भनिरहेछ कि कति भिडियो बनाउनुहुन्छ कि मामु जाम न खेल्न अरे। अनि दादाहरू खेल्दै हुनुहुन्छ त तिमी जाऊ न भनेको त मैले चिनेकै छैन अरे। उता फेरि दादाहरू लड्नै ठिकै छ अरे, के भएको होला नि साथी लड। आजको भ्लग चाहिँ यति नै है त साथीहरू। बाइ बाइ एभ्रिवान, सबैजनालाई माया।